साग धोएर रेडी थियो। अब चाहिँ म मेरो चाहिँ साग काटेर रेडी भइसक्यो। चाहिँ तेल पनि तातिसक्यो। मैले लसुन चाहिँ जानेर निकालेँ। प्याजहरू जान्दा चाहिँ लसुन कालो हुन्छ नि त। अलिकति 4टा आलु हालेको छु। आलु हालेपछि म जिरा हाल्दैछु अलिकति। पछि म सुक्खा खुर्सानी हालिदिन्छु। सानोबडे लिएको छु, प्याज चाहिँ बेसी हाल्दिनँ। आलु हाल्छु। साग हाल्नु आँटेको। नुन हाल्छु अलिकति। हर्दी। यो लसुन पनि हालिदिन्छु। अब चाहिँ म टमाटर र खुर्सानी हालिदिन्छु। साग चाहिँ पाक्न आँट्यो। यहाँ चाहिँ मेरो साग र आलु पनि पाकेर चाहिँ रेडी भइसक्यो।